हेलो सबैजना नमस्ते, स्वागत छ मेरो नयाँ भ्लगमा। आज चाहिँ हामी गिरीघाटतिर खजुरी खान जाँदैछौँ। दुईटा स्कुटी एउटा बाइकमा म, दिदीहरू, बहिनी, छोरीहरू अनि सोल्टिना दाई भएर जाँदैछौँ। छोरी पनि आज धेरै खुसी छ, हामीले जङ्गलतिर लग्यौँ खजुरी खान भनेर। अनि फाइनल्ली हामी गिरीघाटभन्दा थोरै अगाडिपट्टि गएर खजुरी टिप्न लाग्यौँ। त्यसपछि सबै माथि माथि गइसकेछन्। सोल्टिना र म तल लास्ट थियौँ अनि हामी पनि जाँदैछौँ माथि। र कस्तो भिर जस्तो ठाडो उकालो थियो अनि अरू माथि माथि गइसकेछन्। अनि म पनि गएको भर्खरै एउटा बुट्टामा अलिअलि पाक्न लागेको खजुरी भेटाएँ। अनि त्यो त टिपेर टेस्ट त गर्नु पर्यो भनेर मैले 3-4वटा खजुरी टिपेर खाएँ। त्यसपछि यति मिठो थियो। अनि त्यसपछि अनि अरू कता कता जानुभयो। दिदी र म चाहिँ नजिकै थियौँ, दिदीको पछि पछि लागिरहेको थिएँ म। अनि दिदी आइज भिडियो बनाऊँ भनेको, दिदी पनि उताबाट खुसी भएर आए। कति धेरै टिपिस् तैँले भनेको त, त्यसले त हेर मैले यति टिपेँ भनेर देखाउँदैछि। त्यसपछि हामीले खजुरी टिपिभ्यायौँ। लास्टै गर्मी भयो जङ्गलमा। अनि म एउटा ढलेको रुख भेटाएँ, त्यहीमा बसेको थिएँ। अनि दिदीले ले तेरो भिडियो बनाइदिन्छु भनी, अनि ल नि त बनाइदिए भनेर म पनि बसेर खजुरी खाएँ। अनि त्यसले हाँस भनी म पनि हाँसेँ। त्यसपछि हामीले भ्यायौँ। त्यसपछि हामी अब बाटोमा निस्किँदैछौँ। फाइनल्ली हामी बाटोमा निस्क्यौँ। त्यसपछि अनि हामी दिदीहरू, छोरी बहिनीहरू हामी निस्किसकेको थियौँ। सोल्टिनाहरू जङ्गलबाट भर्खर झर्दै हुनुहुन्थ्यो। अनि हामी चाहिँ कति टिप्यौँ त भनेर अनि मैले छोरीलाई खजुरीको हाँगा भाँचेर ल्याइदिएको थिएँ। छोरी पनि धेरै खुसी भइछिन्। अनि कति टिप्यौँ भनेर देखाएको, दिदीहरूले पनि यति टिप्यौँ भनेर देखाउँदै हुनुहुन्छ। अनि त्यसपछि हामीले चाहिँ टिपेर भ्यायौँ। अनि पानी सानी खाएर अनि अब हामी सबै निस्केर फर्क्यौँ। त्यसपछि हामी फर्किसकेको छौँ। त्यसपछि अनि रमाइलो भयो आजको यात्रा। अनि पछाडिबाट दाईहरूले हेलो भन्दै हुनुहुन्छ, सोल्टिनाहरूले हेलो भन्दै हुनुहुन्छ। अनि त्यसपछि आजको यात्रा कति रमाइलो भयो। अनि अब हामी बाङ्गे सिमल निस्किँदैछौँ। त्यसपछि अनि फाइनल्ली हामी बाङ्गे सिमल निस्किसक्यौँ। त्यसपछि अनि यतातिर कति ठुलो पानी परेछ, उतातिर त पानी परेको थिएन। अनि हामी बाङ्गे सिमल निस्क्यौँ। अनि आजको यात्रा धेरै नै रमाइलो भयो। सकियो, बाई।